Welcome to the internet. अहिले बिहानको 8:15 भयो। हिजो हामी ट्रेन चढेर बनारसबाट हिँडेको पनि झन्डै 12:15 घन्टा भयो। ट्रेन पनि निकै डिले भयो हाम्रो। हिजो पनि झन्डै 3 घन्टा जति रोकियो। इटारसी भन्ने ठाउँमा। अहिले दिउँसोको 2:05 बाँकी छ र हामी यो मध्य प्रदेशको चाहिँ बिना भन्ने जङ्सनमा आइपुगेका छौँ। यो बिना भन्ने जङ्सन चाहिँ रिफाइनेरीको लागि एकदमै पपुलर ठाउँ रहेछ। यहाँ चाहिँ क्रुड ओइल चाहिँ पम्पिङ गरेर ल्याएर अनि यहाँनिर चाहिँ रिफाइनरी रहेछ। अनि यो चाहिँ लगभग सबै क्रुड ओइलहरू चाहिँ रिफाइनिङ गर्ने चाहिँ कम्पनीहरू चाहिँ यहाँ रहेछन्। यहाँ मान्छेहरू नुहाएर पनि बसिरहेछन् प्लेटफर्ममै। रमाइलो कुरा देख्न पाइन्छ। जे होस् इन्डियामा मान्छेको खाँचो छैन, जहाँ मान्छे हुन्छन्, त्यही रमाइलो। पहाडको नेचुरल आइसकेको थियो, धन्न पहाड देख्न पाइयो अलिअलि भए पनि मध्य प्रदेशमा। यहाँ अगाडि चाहिँ भदभदा घाट भन्ने चाहिँ एउटा स्टेसन रहेछ। यो सानो स्टेसन रहेछ। यहाँबाट चाहिँ झन्डै 10-15 किलोमिटरमा चाहिँ भोपाल पर्दो रहेछ, मध्य प्रदेशको राजधानी। अनि लगभग ठुलो सहर चाहिँ देखिएको छैन। यहाँ ट्रेनबाट चाहिँ खासै ठुलो सहर देखिएको छैन। यति स्पिडमा अपोजिट डिरेक्सनबाट ट्रेन आउँदा त झन् मान्छेले खस्दा जस्तो रहेछ। अनि इन्डियन रेलवेको कुरा गर्दाखेरि चाहिँ लगभग इन्डियन रेलवे चाहिँ झन्डै 89.6% चाहिँ इलेक्ट्रिक ट्रेनमा चाहिँ ट्रान्सफर्म भइसकेको रहेछ र अहिले चाहिँ लगभग 10%को हाराहारीमा मात्र रहेछ डिजेलबाट चल्ने ट्रेनहरू। अनि अर्को अचम्मको कुरा, बाँझो जमिन त मैले देखेकै छैन कि। जता हेऱ्यो गाउँ खेती, उत्तर प्रदेश हेऱ्यो गाउँ खेती, मध्य प्रदेश हेऱ्यो गाउँ खेती, बिहार हेऱ्यो गाउँ खेती। इन्डियाको गाउँ उत्पादनको 30-35% उत्पादन उत्तर प्रदेशले गर्ने रहेछ। बल्ल अलि ठुलो बस्ती देखियो। यति ठुलो सहर चाहिँ अहिलेसम्मको यात्रामा देखिएको थिएन। यो चाहिँ अलि ठुलो रहेछ। कसारा घाट आउने बेला भयो र ठ्याक्कै लगाएर हाम्रो ट्रेन पनि रोकियो। यहाँ मानिसहरू स्याउला काट्दैछन्। स्याउला एकजना मिलाउने, एकजना चाहिँ ट्याक्क लाएर स्याउला ल्याउने काम पनि गरिरहेका छन्। अब यहाँ पुरै पहाड छ। पहाडमा चाहिँ कहाँ बस्दा रहेछन् यी मानिसहरू, ठाउँ पनि देख्दिन, बस्ती पनि देख्दिन। अब आउँदै गरेको ठाउँको नाम चाहिँ कसारा घाट हो भने अघि भदभदा घाट हामीले तरेर गएको थियौँ। स्थानीय भाषामा चाहिँ यहाँ घाट भनेको चाहिँ भिरालो अथवा पहाडी ठाउँलाई चाहिँ जग्गालाई चाहिँ भन्दो रहेछ। अघि मैले भनेको स्याउला मिलाउने काट्ने भनेको चाहिँ यहाँ उहाँहरू हुनुहुन्छ। अहिले हामी यो रेलमा कुदिरहेको ठाउँलाई चाहिँ इगतपुरी भन्दो रहेछ। कसारा घाट चाहिँ पश्चिम घाट पहाडी श्रृङ्खला अन्तर्गत पर्दो रहेछ। यो ठाउँ युनेस्को वर्ल्ड हेरिटेज साइटमा पनि समावेश छ, किनकि यहाँको जैविक विविधतामा एकदमै धनी रहेछ। र हाम्रो यो ट्रेन चाहिँ समुद्र सतहबाट कम्तीमा पनि 585 मिटरसम्मको उचाइ चढ्दो रहेछ।
कसारालाई चाहिँ ठाडघाट पनि भनिँदो रहेछ। कसारा घाटलाई चाहिँ ठाडघाट भन्दा पनि चिन्दा रहेछ। अनि यहाँको उकालो र भिरालो पहाड छिचोल्नको लागि चाहिँ विभिन्न टनलहरू निर्माण गरिएको छ। यही उकालो पार गर्नलाई चाहिँ केही मालवाहक रेलहरूले चाहिँ के अरे एक्स्ट्रा इन्जिनहरू चाहिँ थपेर हिँड्दा रहेछन्, जसलाई चाहिँ बैङ्कर्स भनेर चाहिँ रेलवे लाइनको भाषामा भन्दा रहेछन्। मध्य प्रदेशमा पनि मीरघाट भन्ने ठाउँमा चाहिँ टनल थियो। त्यहाँ चाहिँ राति भएको कारणले गर्दाखेरि चाहिँ हिँड्न सम्भव भयो। टनल निकै लामो रहेछ। यो कसारा घाट अथवा कसारा भ्यू भनौँ न, यहाँ चाहिँ रेलवेको काम धेरै नै भइरहेको छ। यहाँ चाहिँ रेलवेको लिक चाहिँ नयाँ बनाउने कामहरू पनि थप्ने काम पनि भइरहेको छ। धेरैवटा काम भएको देखेँ। अनि यस्तो पहाडमा पनि रेल गुड्दो रहेछ भन्ने लाग्यो। यहाँको पहाडमा चाहिँ खोला वा पहिरो रोक्नलाई नेपालतिर चाहिँ जाली बुनेर ढुङ्गा हालेर अनि काम गरिन्छ नि। तर यहाँ चाहिँ त्यस्तै जाली चाहिँ पुरै भित्ताभरि ड्रिल गरेर टाँगेको छ, जसको कारणले गर्दाखेरि चाहिँ पहिरो रोकिने होला सायद। 2वटा टनल छिचोलिएको थियो। अब त अलिकति सम्म ठाउँ आयो कि जस्तो पनि छ। अनि बेला बेलामा यो ट्रेनहरू चाहिँ पुरा प्लेटफर्ममै रोकेर बस्नुपर्ने रहेछ कि कुनै साना अथवा ठुला के अरे स्टेसनहरूमा चाहिँ रोकेर बस्दा रहेछन्। किन रोकेको भन्दाखेरि अर्को डाइरेक्सनबाट चाहिँ ट्रेन आइरहेको हुँदो रहेछ, उसलाई बाटो दिनको लागि चाहिँ छोड्नको लागि चाहिँ रोकेर बसेको हुँदो रहेछन्। अनि 32 घन्टाको ट्रेनमा अनि हामी चाहिँ आज बिहान 3:30 बजे चाहिँ के अरे दादर मुम्बई पुग्नुपर्ने हो। तर यति ढिलो गऱ्यो कि अझ पनि 2 घन्टा बाँकी देखाइरहेछ। अझ 2-2.5 घन्टै बाँकी देखाइरहेछ यो ठाउँबाट। ठ्याक्कै यो चाहिँ कसारा भन्ने ठाउँ रहेछ। अनि भर्खर अब 8:45 भयो भनेपछि त अब कति ढिलो भयो होला। 5 घन्टा 45 मिनट त हामीलाई डिले भइसकेको छ। तैपनि यसरी स्लो गरिरहेछ ट्रेन, फेरि रोकिरहेछ। के को लागि रोकिरहेछ भन्ने कुरै थाहा पाइएन। अब हामी 3:30 बजे बिहान चाहिँ दादर पुग्छौँ भनेर चाहिँ पुरा थियो, तर त्यो चाहिँ सम्भव नहोला जस्तो छ। 5.5 घन्टा डिले भइसकेको थियो। पुग्नुपर्ने मान्छे बाटोमै छ। सम्भव त कसरी हुन्छ? कसारा घाटमा यसै गरी मोबाइल निकालेर बाहिरको त्यो भ्युजहरू खिचेर बसिरहेको थिएँ।
अनि एउटा इन्डियन भाइ आएर मलाई सम्झाउनु भयो, यसो नगर्नु, के अरे यहाँ त डाँकाहरू बसेको हुन्छ, डाँकाले तपाईँको हातमा लौरोले हान्छ, लौरोले हानेपछि तपाईँको मोबाइल भुइँमा खस्छ, भुइँमा खसिसकेपछि चाहिँ डाँकाहरू चाहिँ एकदम कुना कुनामा नदेख्ने त्यो मोडहरूमा बसेको हुन्छ। अनि तपाईँको मोबाइल त तल झर्छ, तल झरिसकेपछि रेल गइहाल्छ, अनि ट्रेन गइसकेपछि चाहिँ अनि तपाईँ ओर्लिनु पनि सक्नुहुन्न ट्रेन छोडेर, अनि तपाईँको मोबाइल गायब पारिदिन्छ भनेर एउटा सजेसन पनि गर्नुभयो र त्यो सजेसन चाहिँ यहाँहरूमाझ पनि मैले सेयर गरेँ। र अनि लगभग यो लोकल ट्रेनहरू रहेछ, यो पिङ्क कलरको मुम्बईमा चल्ने लोकल ट्रेनहरू रहेछ, यी पिङ्क कलरका ट्रेनहरू चाहिँ अनि निकै धेरै चल्दा रहेछन्। अघि नै पनि देखिरहेको थिएँ, लगभग मुम्बई आउनु थाल्यो हो कि जस्तो भयो। अब यसो हेर्दाखेरि चाहिँ यसो स्काई स्क्यापर्सहरू यसका कता लाग्दैछ, वी आर इन बिग सिटी भने जस्तो। र अनि बिग सिटीभित्र चाहिँ यस्तो झोपडी पनि हुन्छ होइन, जहाँ चाहिँ पैसा कमाउने मान्छे हुन्छ। त्यो पैसा कमाउने मान्छेको सेवामा त कोही मान्छे त तल्लीन हुनु पर्यो। सबैले पैसा कमाएपछि सानो काम कसले गर्ने? सबैको उत्तिकै महत्त्व छ यो इन्भाइरोमेन्टमा, यो सोसियल ह्याबिट्याटमा। हरेक सामाजिक वासस्थानको आफ्नै महत्त्व हुन्छ। त्यसलाई कसरी एक्सेप्ट गर्ने र त्यसलाई कसरी एडप्ट गर्ने भन्ने त अब इन्डिभिजुअल पर्सेप्सन हो। अब चाहिँ ठुला बिल्डिङहरू देखिन थाले। अब चाहिँ लगभग हामी दादर स्टेडियम झरेर अनि खानासाना खाएर सिएससिएमटी छत्रपति शिवाजी महाराजमा आइसकेका छौँ। अब होस्टेल जान्छौँ। मुम्बईको केही घुमघाम क्लिप अर्को भिडियोमा हेर्दै।